हेलो गाइज, आज हाम्रो पाक्दैछ नयाँ फ्रेन्च फ्राइजको रेसिपी। अनि यो रेसिपी रिलिज गर्ने मान्छेलाई हामी हाल्नेवाला छ जेल। त्यसैले गर्दा यसलाई कहिले पनि नगर्नु इनहेल। अनि यहाँ पाक्दैछ हाम्रो, काटिँदैछ हाम्रो आलु। यो आलु तपाईँ घरमा ट्राई नगर्नु होला। यो घरमा ट्राई गर्दाखेरि हात काट्नु सक्छ, त्यसले गर्दा बच्चाहरूले त छुँदै नछुनु होला। अनि यो काटिसक्दाखेरि तपाईँहरू भिडियोमा लाइक र सब्सक्राइब गरिदिनु हार्दिक अनुरोध गर्दछु गाइजहरूलाई। अनि यो लाग्यो नुन। अब यसलाई पहिला मुस्नुपर्छ। कर्नफ्लेक्स कम्ती भएपछि आलु पनि टिप्नु पर्थ्यो। आलु झरे त छोड्दैन। अब अलिक नुन हाल्नुपर्छ। 2 चम्ची मात्र हाल्नु होला, त्योभन्दा धेरै हाल्यो भने अब तपाईँ खोले जस्तो हुन्छ गाइज। त्यसैले गर्दा 2 चम्ची तपाईँको लागि ठिक्क हुनेवाला छ। अब हामी अलिकति कर्नफ्लोर हाल्नुपर्छ, कम्ती भयो जस्तो लाग्यो मलाई। अझै हाल्नुपर्छ गाइज। यहाँ अब तपाईँलाई के सुन्नुहुँदैछ भने त्यसलाई इग्नोर गरिदिनु होला। पछाडि कुकुर भुक्दैछ गाइज। त्यसैले गर्दा अब हामी यो पाक्न आँटिसक्यो। अब यसलाई फ्राई गरेर मात्रै रहेको छ। अब म आफ्नो हात धुनु जाँदैछु गाइस। हात धुँदा एउटा अझै काम रहेको छ। अब त्यो यसबाट बताउनेवाला छु न। म आफ्नो भिडियो स्पोइल गर्न चाहदिनँ। यो लु हाम्रो कराई धुनेवाला छु। यो कराईको यो एकदम मैला भएको छ गाइस। त्यसैले गर्दा म तेल मेटाउन चाहँदैछु। अनि यो तेलमा शहीद भएको मान्छेहरूलाई म हार्दिक अनुरोध गर्दछु कि कसैलाई पनि यो तेलमा ककरोच हाल्यो भने त्यसलाई प्रोटिन भनेर खानु होला, रिसाउनु नहोला प्लिज गाइज। यो हाम्रो यो धुँदैछौँ गाइज। अब यो धुइसकेपछि हाम्रो पाक्नेवाला छ फ्रेन्च फ्राइज। अब यसमा अलिकति हामीले हाल्नुपर्छ तेल। यसलाई ग्यास ओपन गरौँ। अब त्यसपछि हामीले अलिकति पानी सुक्न दिनुपर्छ। अब यसमा अलिकति तेल हालिदियो भने ठिक्क हुन्छ जस्तो छ गाइज। एकछिन पर्खिनु होला, सुक्यो। अब तेल हाल्नुपर्छ अलिकति। अब तेल हालेपछि अब हामीले यसपालि त हामी फ्रेन्च फ्राइज बनाउँदैछौँ। अर्को पालि हजुरलाई म तेलका अमलेटको रेसिपी पनि भन्नेवाला छु गाइज। त्यसैले गर्दा हाल्दैछु म आफ्नो तेलका फ्रेन्च फ्राइज। अनि यो फ्रेन्च फ्राइजको रेसिपी हुनेवाला छ अति राम्रो रेसिपी। हजुरलाई मात्र भन्नेवाला छ म 2K लाइक्समा। अनि यो 2K लाइक्सको एम हजुर पुरा गरिदिनु होइन म हार्दिक अनुरोध गर्दछु। यो चिठी जस्तो भयो होला, फेरि पनि यो मेरो भ्लग हो गाइज। त्यसैले गर्दा म चाहन्छु कि तपाईँ यो भ्लगलाई एकताल लाइक गरिदिनु होला गाइज। यो भ्लग यो अब म बिगिनर हो, त्यसले गर्दा यस्तो भनेको होला।